नमस्ते अनि सेवारो म रञ्जित सेलिङ र म चाहिँ अहिले ठ्याक्कै गाउँतिरै छु मेरो 5 तर्को यामतिरै र हाम्रो चाहिँ एउटा लिम्बू कल्चरको च्याब्रुङ नाच म तपाईहरुलाई हाम्रो गाउँको साक्तिगेन बाट हाम्रो यो साबिक 6 नम्बरमा चाहिँ हाम्रो सुभाष नुगोको बेमा चाहिँ मैले थोरै भिडियो गरेको थिएँ र यो च्याब्रुङ नाच तपाईहरुलाई म हाम्रो गाउँको च्याब्रुङ नाच एकदमै राम्रो छ म यो भिडियो मार्फत देखाउने छु र अलिकति अब पहिलेको हाम्रो लिम्बूको अनुसार पनि बन्दुक पड्काउने च्याब्रुङ नाच्ने हाम्रो यो परम्परा पनि हो र मैले चाहिँ त्यही भएर चाहिँ मेरो भ्लग मार्फत पनि थोरै आज चाहिँ मैले अरु मेरो यो भिडियोमा चाहिँ मैले यो च्याब्रुङ नाचको भिडियोहरु हालेको थिइन र यसमा चाहिँ मैले हाल्ने छु र भिडियोलाई चाहिँ फुल हेर्दिनु होला र इन केस तपाईहरु फर्स्ट टाइम भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई चाहिँ लाइक कमेन्ट र सब्स्क्राइब पनि गरिदिनु होला। यो मात्रै घुम्ने त्यता ठाउँमै छैन हाम्रो साइमेन्द दाजुले निकाल्नु पर्छ कि फेरि आज मेन भान्सेलाई चाहिँ यतिले हुन्छ साथीभाइहरु यहाँ देखिन्छ होला हैन आउँदैन यति नै छोलाएर हाल्नु भने यो के हेलो स्टार्ट हेलो केको झिलिमिली जाउसुरे फुलको झिलिमिली जाउसुरे हाय केको झिलिमिली जाउसुरे हाय बट्टीको फुलमा सर्प जाउसुरे साइकलको घन्टी जाउसुरे चिट्टा गर्दा आन्छु जाउसुरे के छिटो भन है एकजना मात्रै भट्ट्यो नि ल छिटो छिटो दि छिटो यहाँ छिटो यहाँ हाम्रो चाहिँ तिहार देउसी खेल्ने प्र्याक्टिस हुँदैछ तिहारमा ल छिटो ल ल सपुनले भट्टाउँछ ल सपुनले भट्टाउँछ तिमीहरू झिलिमिली भन दुईजना ल सपुनले भट्टाउँछ ल सपुन ल सपुन भट्टाउ ल ल अड्यो नगर्नु त्यसो चाहिँ नगर्नु ल अब तिहारमा जाने है ल तिहारमा जाने ल तिहारमा